ब्लग आज चाहिँ हामी थम्बनेलमा भने अनुसार देखाए अनुसार हामी चाहिँ फोक्सुन्डोको डे 1 को भर्खर बुटोलबाट निस्केका छौँ। आज चाहिँ हामी अब भर्खरै पाल्पा प्रवास नजिक पुगिसकेका छौँ। अब यहाँबाट केटाउला कुरिरहेको छौँ। यहाँबाट अब एकछिनमा केटाउला आउँछ। त्यसपछि यहाँबाट निस्किने हाम्रो ट्रेकिङ रोड। आज चाहिँ जाजरकोटसम्म पुग्ने हाम्रो चाहिँ प्लान छ। त्यही अनुसार अब कहाँसम्म पुगिन्छ हेरौँ। हामी चाहिँ 6 जना हौँ आज टिम मेम्बर। अब बाटोमा बिस्तारै बिस्तारै जाँदै गइन्छ। सी यू सून गाइस नेक्स्ट स्टेसन। ओके थ्याङ्क यू। हामी चाहिँ भर्खर बागलुङ आएर खाना खायो। यो चाहिँ हाम्रो पहिलो स्टप हो। बागलुङ आयो, खाना खायो। यहाँको चाहिँ मुख देखाउन आइरहेछन्। खाना 10 आउट अफ 10 थपी खायो अनि खाना खायो होइन। खाना चाहिँ जो बाटोमा थिएन, वहाँतिर अझै टाइम लाग्छ होइन। यहाँ चाहिँ खाना बनाएको खाना रहेछ अनि यहाँ खाना खायो। अब त्यो चाहिँ हाम्रो झोलासोला प्याक हान्ने मतलब बाइकमा बाँध्ने बल्ल यहाँ आएर त्यहाँ हरियो निलो निलो त्यहाँ ब्याङ्कमा प्याक हान्यो। केटाहरू यहाँ छ। हामी अब खाना खाएर अब यहाँबाट चाहिँ अब फेरि नेक्स्ट स्टप कहाँ हुन्छ आइडन्ट। आज चाहिँ एकदम म्याक्सिमम डिस्टेन्स कभर गर्नुपर्ने हुन्छ। अब हामी यहाँबाट लाग्छौँ होइन सम्झे। यही हो कि ल हेलो हेलो। अहिले एबीले बनाएको थियो, अहिले चाहिँ मैले बनाइरहेको। मेरो नाम चाहिँ पवन छेत्री। भर्टिकल होइन अरे, सरी फेरि सुरु गरौँ। अहिलेसम्म एबीले बनाइरहेको थियो, अहिले मैले बनाइरहेको। मेरो नाम चाहिँ पवन। ऊ चाहिँ समुद्र, ऊ चाहिँ एबी हाम्रो लगत कागज पर्ने पछाडि। अनि यहाँ चाहिँ हाम्रो दुईटा राइडर सुभाष हेर्दै गरेको त सुभाष। हाम्रो विशाल विशाल ल यही हो हामी। अहिले हामी चाहिँ पाथी हाल्ने हिँड्दैछौँ हो कि नै। बिचमा एउटा झरना छ। यसलाई झरना नि त हेरौँ न साइडमा। ल यही हो झरना। पानी पर्ला हामी यो पनि ठाउँमा जाँदैछौँ। पानी पानी परिरहेको पाथी हाल्ने आइपुग्यो रे। जाडो छ, चिया खाने कुरा हुँदैछ। ल चिया खाऊँ भनेर ल छकप चिया छकप। हल्का बिरबिर पानी नि परिरहेछ। सिम 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 कालो खाने कुरा जे भन्छ त्यही खानु। सेतो चिया खाएको दादा राइडर। ए ओए चिसो छ केटा लास्ट यार। यार यो चाहिँ मौसम हेरौँ है पहिला। मौसम चाहिँ बेस्ट नै छ यार अहिलेसम्म। एक्कासी कहाँ है कहाँ ल हामी चाहिँ अहिले पाथीबाट आइयो। पाथी हाल्ने तर बागलुङ नै पर्दो रहेछ। यो नि रोल्पा बागलुङ भयो नि त। तीनटाको सीमा नै यो हो। पाथी हाल्ने भन्ने एउटै हो। अहिले चाहिँ हामी सिमाना आइयो। यो चाहिँ भर्खर दाइले भन्ने अनुसारको सिमाना।
कस्तो डाँडा दामी छ यता पछाडि पनि दामी भ्यू छ अनि त्यसपछि चाहिँ यहाँ अब चिया खाने चिया पान गरेर यहाँबाट हामी फेरि राइड सुरु गर्छौँ हामी यहाँ छौँ एन्ड्रोइड दुईटा आइफोन अनि यहाँबाट जान्छौँ हामी यतिको त होइन अलिअलि त अर्खाङतिरै हुन्छ हैन हो दाइ हो देउरालीतिर हुन्छ हो दाइ हो यतिको चाहिँ हुँदैन हो दाइ हो भन्ज्याङ जतिको चाहिँ हो दाइ सेम ढिक्कै गएकै छैन सिक्किम मात्रको मैले लगेर त्यो हो दाइ हो त्यो पनि हो हिउँ पर्यो नि यति बस्दै केटा यहाँ ट्याक्क अब यहाँ चिया खाने चियाको याद आएको होइन तर यार चोर जस्तो देखियो कि त यार त नलागे क्या चोर जस्तो देखियो चिया पर्सन तर दिस मौसम मेड मी चिया पर्सन होइन मौसम अनुसार चल्नु पर्यो अरू केहीको याद आएन अरू त राराकै याद आइरहेको यस्तो ठाउँले रा तयारी चाउँछ गाइस हामीहरू चाहिँ फाइनली रुकुमकोट पाइयो हामी चाहिँ फाइनली सरी ल हामी चाहिँ फाइनली रुकुमकोट दिस इज रुकुमकोट हैन हल्का चाहिँ रुकुमकोट यहाँ त तल हल्का पानीमा भिज्दै केटाहरू भन्दा हामी चाहिँ पुरै छिटो आइयो पानीमा भिज्दै यस्तो छ होला हैन केटाहरू आउँदै छन् हामी चाहिँ चाँडो नै छिटो आइयो म चाहिँ यो है फेरि चस्मा खोलौँ रुकुम ल ल ल ल ल ल रुकुमकोट आँखा नि राम्रो यो मन पर्यो नि ओठ के थियो हैन ठिक छ यही हो रुकुमकोट केटाहरू आउँदैछन् फेरि कन्टिन्यू गरौँ होला केटाहरू आएपछि ठाउँमा भाइब्स छ ल भन्दै के ल ल ल दिस इज रुकुमकोट ल रुकुमकोट आँखा नि राम्रो छ ल हामी अहिले रुकुमकोटमा छौँ भर्खर आएर एकवटा तस्बिर कैद गरियो सम्झनाको लागि यहाँ चाहिँ रुकुमकोट सायद यही नै बजार होला तल बजार छ अब यहाँबाट हामी बिस्तारै अगाडि जान्छौँ सायद यहाँ नास्ता खान्छौँ हल्का बाइक देखाउँछौँ त्यसपछि फेरि टाप भाग्ने हो हामी यस्तो भाग्ने बाटो चाहिँ छ के छ सुभाष कस्तो लागिरहेछ मलाई चाहिँ डिफ्रेन्ट अनुभव भइरहेछ म तराईको मान्छे यहाँ पहाड घुम्न आउँदा मलाई चाहिँ पहाड प्यारो लाग्नु थाल्यो अब मलाई हो बसाइ सरेस लिएर यतै आउन पर्छ जस्तो लागिरहेछ बिहा गरेर यता आउने कोही घर जाइराख्ने मान्छे कोही केटी पहाडको केटी कोही इन्ट्रेस्ट छ भने यता घर जाइ भन्नु तयार छु घर जाइ भन्नु तयार छु ओके पछाडि चाहिँ दामी देखिन्छ कि सुभाष अन्त पछाडि राम्रो देखिरहेको जस्तो लाग्छ हो ग्याङ्स्टर ल अब चाहिँ हामी हाल निस्केको
Yeah, baby. This is off-road. The real off-road. Off-roading. Off-road king. Yes. गएन र? We are only 5 kilometers away from Rani Jhola. Wow! Night travel हुँदैछ. Night ride. राइडरहरू अगाडि छन्. हो त्यहाँ. बाटो बिचमा बाटोले सरप्राइज दिइरहेछ बिच भएर है अफरोड हुनुपर्ने हो बिच भएर हामीलाई सरप्राइज दिइरहेछ होइन एउटा बाटो चाहिँ आयो नराम्रो बाटो त्यो बाटो चाहिँ भिडियो गर्न भुलियो तर अरू बाटो त ठिक छ नि यतिको राम्रो त छ नि यतिको भित्रमा नसोचेकै बाटो हो नि मेन त अझ डोल्पा एरिया भनेपछि त ओके राम्रै भएको रहेछ वाटर क्रसिङ है गाइस सानो यस्ता त हामी कति पर्ने गर्ने है यही सँगै केही बेरमा हामी रानीझोला पुगेर पहिलो दिनको यात्रालाई यहीँ टुङ्गायौँ। Please someone to save me. I can't find myself. I'm totally lost.